जिल्लाको सिमरामा बाबुद्वारा 2 छोराको हत्या, छोराहरूको हत्या पश्चात आत्महत्या। नेकपाको सचिवालय बैठक आज प्रधानमन्त्री निवासमा सुरु, सरकारको समीक्षा, पार्टी एकीकरण कार्यान्वयनको कार्यसूची। कञ्चनपुरकी किशोरी निर्मला पन्त प्रकरणमा तत्कालीन एसपी सहित 2 जनालाई प्रहरी प्रधान कार्यालयद्वारा बर्खास्तीको सिफारिस। र अफगानिस्तानमा संसदीय चुनावबीच श्रृङ्खलाबद्ध विस्फोट, 21 जनाको मृत्यु। अब समाचार विस्तारमा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका 11 अरुण खोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या 6 पुगेको छ। पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गुल्मी हस्तचौर गाउँपालिका 2 बस्ने 35 वर्षीय तिलक विष्टको ज्यान गएको हो। आज बिहान सो दुर्घटना हुँदा दुर्घटनास्थलमा 5 जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा जिल्ला मोरङ सुन्दर हर्चैया 12 बस्ने 11 वर्षीय सुहन कार्की, भोजपुर हतुवा गढी 6 बस्ने 27 वर्षीय रामजित राई, सुनसरी घर भए जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिममा कार्यरत 32 वर्षीय अब्दुल अन्सारी, भारत बिहार बस्ने विद्यानन्द यादव रहेका छन्। मृत्यु हुने अर्का एक पुरुषको नाम ठेगाना खुल्न बाँकी रहेको छ। इटहरीबाट भैरवाका लागि छुटेको लु 1 ख 8454 नम्बरको बस बिहान 5 बजेको समयमा दुर्घटनामा परेको हो। बसको बत्ती मधुरो रहेको र राति गति तीव्र गति भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धत गर्दै प्रहरी उपरीक्षक रमेश थापाले बताए। दुर्घटनामा परि घाइते भएका 37 जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। सामान्य घाइते भई स्थानीय मेडिकलमा उपचाररत 6 जना उपचारपछि घर फर्केका छन्। रामेछाप मन्थली नगरपालिकाको गगनभिरमा शनिबार बेलुकी भएको जीव दुर्घटनामा परि ज्यान गएको सङ्ख्या 3 पुगेको छ। मन्थली गाउँपालिका 4 सालुको कुकुरकाटे भन्ज्याङबाट रामेछापको गोठगाउँका लागि छुटेको ना 1 ज 4812 नम्बरको बुलेरो जीव दुर्घटना हुँदा घाइते भएका चालक सन्तोष खत्रीको ज्यान गएको हो। उनको उपचारको लागि धुलीखेल अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको हो। दुर्घटनामा घाइते भएका 8 जनाको काठमाडौँमा उपचार भइरहेको छ। दुर्घटनामा रामेछाप नगरपालिका 1 की 60 वर्षकी ललिमाया कार्की र उहाँको छोरा 40 वर्षका दुर्गाबहादुर कार्कीको घटनास्थलमै ज्यान गएको थियो। महोत्तरीको बर्दिवास नगरपालिका 1 स्थित सडकमा जीपको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका 8 बस्ने भैरबबहादुर हेमजन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शनिबार धनुषाका सर्लाही जाँदै गरेको ना 1 ज 2902 नम्बरको जीपले बर्दिवास नगरपालिका 1 स्थित सडकमा सोही दिशामा जाँदै गरेको पैदल यात्रु हेमजनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। बारामा आफ्नै बाबुले 2 छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्। बाराको जितपुर सिमरा उपमहानगरपालिका 4 को औराहाका 40 वर्षीय सुरेन्द्र रामले आज बिहान आफ्ना 2 जना छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन्। रामले आफ्नो 5 वर्षका छोरा सुबिन राम र 3 वर्षको विपिन रामको हत्या गरी आफूले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीले अनुमान छ। राम प्राय मानसिक तनावका कारण रामले यस्तो गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 3 जनाको शव पोस्टमार्टमका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिनुभएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक हमालले जानकारी दिनुभएको छ। अब न्युजमा अब व्यावसायिक विश्रामपछि नेकपाको सचिवालय बैठक आज प्रधानमन्त्री निवासमा सुरु, सरकारको समीक्षा, पार्टी एकीकरण कार्यान्वयनको कार्यसूची। कञ्चनपुरकी किशोरी निर्मला पन्त प्रकरणमा तत्कालीन एसपी सहित 2 जनालाई प्रहरीले प्रधान कार्यालयद्वारा बर्खास्तीको सिफारिस। र अफगानिस्तानमा संसदीय चुनावका बीच श्रृङ्खलाबद्ध विस्फोट, 21 जनाको मृत्यु। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। पटक पटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बिहान 11 बजेका लागि निर्धारित बैठक अपराह्न सुरु भएको नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा नेकपा नेता वामदेव गौतमलाई उम्मेदवार बनाउन भनेर काठमाडौँ 7 का सांसद रामवीर मानन्दरले पार्टीमा बुझाएको राजीनामाको विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन्। यद्यपि वामदेवले काठमाडौँ 7 मा चुनाव नलड्ने घोषणा गरिसकेकाले रामवीरको राजीनामा स्वीकृत नहुने र यो प्रकरणको च्याप्टर क्लोज गरिने स्रोतले जनाएको छ। आजको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले दर्ता गरेको असहमति, सरकारको समीक्षा, पार्टी एकीकरणको कार्यान्वयन लगायतका विषयमा छलफल हुने भएको छ। सचिवालय बैठक आइतबार र सोमबार चल्नेछ। नेकपाको स्थायी कमिटी बैठक कार्तिक 12 र 13 गतेका लागि बोलाइएको छ। कञ्चनपुर भीमदत्त नगरपालिका 2 की 13 वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा लापरवाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपी सहित 2 जनालाई प्रहरी प्रधानले कार्यालय गृह मन्त्रालयलाई बर्खास्तीको सिफारिस गरेको छ। प्रहरी महानिरीक्षक सवेन्द्र खनालले गत असोज 29 गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालय समक्ष पत्रकार गरेको प्रहरी प्रवक्ता शैलेश थापा छेत्रीले जानकारी दिए। अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिलीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालीन निलम्बित इन्स्पेक्टर जगदीश भट्ट लगायतका प्रहरीको कर्मचारी बाहेक अनुसन्धान गर्न एआइजी धिरु बस्नेतलाई नेतृत्वमा समिति गठन गरेको थियो। उक्त समितिको सिफारिसको आधारमा विष्ट र भट्टलाई बर्खास्तको सिफारिस गरेको हो। उक्त सिफारिसलाई गृह सचिव स्तरीय बैठकले कार्यान्वयन गर्ने बारे निर्णय लिनेछ। प्रवक्ता छेत्रीले उक्त सिफारिसबारे गृह मन्त्रालयले तत्कालै निर्णय गर्न सक्ने जानकारी आफूलाई आएको बताए। निर्मला पन्तको गत साउन 10 गते बलात्कारपछि हत्या गरिएको थियो। उनको शव 11 गते उखुबारीमा भेटिएको थियो। त्यसपछि प्रहरीले अनुसन्धानमा हेलचेक्याइ गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए, जसमा 13 वर्षीय बालक सनी खुनाको प्रहरी गोली लागेर मृत्यु भएको थियो। निर्मला बलात्कार र हत्याको अभिव्यक्ति अझैसम्म पनि पत्ता लाग्न नसकेको छैन। नेपाल नक्कली नोट छाप्ने मेसिनसहित 5 जना पक्राउ परेका छन्। नेपाली नक्कली नोटहरू छापी बजारमा वितरण गरिरहेको अवस्थामा हिजो राति अभिव्यक्तिहरूलाई पक्राउ गरिएको हो। कीर्तिपुर नगरपालिका मच्छेगाउँ वडा नम्बर 4 स्थित कृष्णबहादुर छेत्रीको 4.5 तल्लाको घरको पहिलो तल्लामा नारायण श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठले भाडामा लिएको 2वटा कोठाबाट नेपाली नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने सामग्री सहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा पर्सा जिल्ला बिरुवागुठी 9, पर्सागढी नगरपालिका 30 घर भई हाल कीर्तिपुर नगरपालिका वडा नम्बर 4 मच्छेगाउँ बस्ने वर्ष 27 को प्रमुख योजनाकार तथा सिरहा जिल्लाबाट हतियार तथा खरखाजाना मुद्दामा 11 महिना कैद सजाय भुक्तान गरिसकेका इन्द्रबहादुर श्रेष्ठ गोर्खा जिल्ला शहीद लखन गाउँपालिकाकी वडा नम्बर 8 घर भई हाल कीर्तिपुर नगरपालिका वडा नम्बर 4 मच्छेगाउँ बस्ने 25 को नारायण श्रेष्ठ मकवानपुर जिल्ला हनमाडी वडा नम्बर 9 घर भई हाल मूलपानी बस्ने वर्ष 25 को साहिल थापा मगर पर्सा जिल्ला बिरुवागुठी 3 घर भई हाल बौद्ध जोरपट्टि बस्ने 28 वर्षको राज श्रेष्ठ र काठमाडौँ जिल्ला कागेश्वरी मनहरा वडा नम्बर 11 घर भई हाल कुमारी गाल बस्ने वर्ष 29 को विकास ढोचे रहेका छन्। साथमा नक्कली नोट 3,70,000 का साथै नोट बनाउन प्रयोग गरिने छपाई मेसिन, मसी र पेपर लगायतका सामग्रीहरू समेत कब्जा गरिएको छ। अब न्युजमा पूर्ण व्यावसायिक विश्रामपछि अफगानिस्तानमा संसदीय चुनावका बीच श्रृङ्खलाबद्ध विस्फोट, 21 जनाको मृत्यु र अमेरिकामा आँधीमा पडी मृतकको संख्या 36 पुग्यो। विश्रामपछि समाचारमा पूर्ण स्वागत छ। अब बाँकी समाचार। अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा संसदीय चुनावका बीच श्रृङ्खलाबद्ध विस्फोट हुँदा 21 जनाको मृत्यु भएको छ। अफगानिस्तानको काबुलमा रहेको 2वटा मतदान केन्द्रमा भएको आत्मघाती विस्फोटमा 18 जनाको मृत्यु भएको छ। त्यसैगरी
कुन्दुज शहरको मतदान केन्द्रमा भिडभाडमाझ भएको विस्फोटमा 3 जनाको मृत्यु हुनुको साथै 50 जना घाइते भएका छन्। विद्रोही समूहले थापेको धरापमा परि घोर प्रकण्डको मतदान केन्द्रको सुरक्षार्थ खटिएका 3 जना सुरक्षाकर्मी घाइते भएका छन्। यसैबीच अफगानिस्तानको विभिन्न क्षेत्रमा मतदान स्थगित गरिएको छ। यता कान्दाहारको प्रहरी प्रमुखको हत्यापछि त्यस क्षेत्रको मतदान 1 हप्ता पर धकेलिएको छ। 250 संसदीय सिटका लागि भएको मतदानमा महिलासहित 2500 भन्दा बढी उम्मेदवार छन्। करिब 90 लाख मतदाता मतदानका लागि योग्य छन्। मतदान अघि 10 जना उम्मेदवारको हत्या भइसकेको छ। चुनावको प्रारम्भिक नतिजा भने 20 दिन पछिबाट मात्र आउन सुरु हुने अनुमान गरिएको छ। अमेरिकामा माइकल नामको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या 36 पुगेको अधिकारीहरूले जनाएका छन्। अमेरिकी सञ्चार माध्यम CNN का अनुसार घातक आँधीका कारण फ्लोरिडा, जर्जिया, उत्तरी क्यारोलिना र भर्जिनियामा व्यापक जनधनको क्षति भएको छ। फ्लोरिडा प्यानह्यान्डलमा सबैभन्दा बढी क्षति गरेको 20 दिनपछि मृत्यु हुनेको पछिल्लो सङ्ख्या सार्वजनिक भएको हो। फ्लोरिडापछि यस आँधीले मध्य अमेरिकामा पनि व्यापक क्षति गरेको थियो। त्यहाँ 13 जनाभन्दा बढीको मृत्यु भएको थियो। अमेरिकी जलवायु विज्ञान सेवाले माइकल आँधी अमेरिकामा दशैंको पछिकै सर्वाधिक खतरा नामको रहेको जनाएको छ। अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका महत्त्वपूर्ण खेलाडी लियोन मेसी दाहिने हात भाँचिएका कारण 3 हप्ता फुटबल नखेल्ने भएका छन्। बार्सिलोनाका कप्तान समेत रहेका मेसी क्याम्प नाउमा सेभिया विरुद्धको खेलमा मैदानमा लडेका थिए। खेलको 26औं मिनेटमा उनी खेल छाड्न बाध्य भए। स्वास्थ्य परीक्षण गर्दा उनको दाहिने हातको हड्डी भाँचिएको पाइएको थियो। 3 साता आराम गर्नुपर्ने भएका कारण उनी इन्टर मिलान, रियल म्याड्रिड, कल्चरल लियोनेसा, रायो भ्यालेकानो, इन्टर मिलान र बेटिस विरुद्धको खेलमा उपस्थिति हुने छैनन्। बार्सिलोनाका व्यवस्थापक अन्टेस्टो भ्यानरले मेसीको अनुपस्थितिमा टिमलाई नोक्सान गर्ने भए पनि बार्सिलोना टिममा र राम्रा खेलाडी अरू पनि रहेकाले खेल जित्नेमा आफू आशावादी रहेको बताउनुभयो। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। नवलपरासीको अरुण खोलामा बस दुर्घटना, 6 जनाको मृत्यु। बाराको सिमरामा बाबुद्वारा 2 छोराको हत्या, छोराहरूको हत्या पश्चात आत्महत्या। नेकपाको सचिवालय बैठक आज प्रधानमन्त्री निवासमा सुरु, सरकारको समीक्षा, पार्टी एकीकरण कार्यान्वयनको कार्यसूची। कञ्चनपुरकी किशोरी निर्मला पन्त प्रकरणमा तत्कालीन एसपी सहित 2 जनालाई प्रहरी प्रधान कार्यालयद्वारा बर्खास्तीको सिफारिस। र अफगानिस्तानमा संसदीय चुनावको बीच श्रृङ्खलाबद्ध विस्फोट, 21 जनाको मृत्यु। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर, तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।